यही हो गाइस। अनि यहाँबाट ठ्याक्कै भित्र जानुपर्छ। धेरै उछालेपछि हुँदैन। ल ओ धन्न कस्तो चिप्लेको के झनै आमामा झनै फोन खस्दा कि यही पनि हेरौँ के हुन्छ आज। कस्तो चिप्लेको यार, धन्नै लोटे भने म त यहाँतिर। सो एङ्गल कस्तो आइरहेछ आज, कस्तो गिलो भएको छ क्या यहाँ। हिजो पानी परेको भने त यस्तो पनि लास्टै रिस्की हुने भयो है। कस्तो चिप्लेको हुन्छ कि यतातिर, कस्तो के ओ झन् टायर साइकलको टायर पनि हल्का गन्जा छ। यो पनि अनि धेरै स्पिडमा कुदाम भनेको फोन कस्ने डर छ, त्यही पनि हल्का कुदाममा कुदाए पनि यो चिप्लिने डर छ कि। ठ्याक्कै अहिले झ्याप्पै ब्रेक हाने भने म लोड्छु कि अभियसली। अनि पक अनि यो साइकल दाइको साइकल पनि बवाल छ कि, बवाल कुद्छ यो साइकल। 12वटा गियर छ यसमा। सो यो किनेको कति भयो आइडिया मार्नुहोस् तपाईँहरूले। म पुरा देखाएको छैन ठ्याक्कै। हेर्नुहोस् त कस्तो मजाको ठाउँ छ कि। ठ्याक्कै गोप्रो आएपछि म खतरा स्टाइल गर्नेछु, तर गोप्रो अहिले किन्दिनँ मैले, किनकि मेरो काम छैन। यो पनि यो त टाइम पास भनौँ न। ओत्तेरी हाइट कस्तो ठाउँ छ हेर नि, कति बबालको ठाउँ छ। आमामामा यही हो कि गाइस, मैले तपाईँले देखान्छु भनेको होइन, यही ठाउँ। अनि झन् कुदाउने भने अझै धेरै कुदायो भने अनि एकदम ब्रेक माने चिप्लिन्छ कि। अहिले म ऊ देखाउँ के भन्छन् रे, आवाज सुन्नु भने सरर गरेको हल्का ऊ डेमो देखाऊँ भनेको। अहिले हेर्नु न, यो होइन अगाडिको त ठिकै लागिरहेछ, पछाडिको चिप्लिन्छ कि फास्टमा। अहिले देखान्छु है म डेमो हल्का। सरर सुन्नुभयो भने अलिक ढङ्ग से सुन्नु भएको छैन। अब ओत्तेरी बची हल्का, त्यही हो कि गाइस। सो हेर्नुहोस् न, क्यामेरा लास्टै हल्लिएर होला। लोटे बचे कस्तो डर लाग्दै कि यार। यो यसमा सेतो यो हरो जमेछ नि हाँस्न, पानी परेर पुरा गिला भएको छ नि। टायर जाँदाखेरि झनै चिप्लिन्छ कि। अब आउँदाखेरि झन् कति चिप्लिने हो। यो प्याच धेरै लामो छैन, हल्का छोटै छ। कतिजनाहरू यहाँ क्रस फायरहरू लिएर आउँछन्। तपाईँसँग क्रस फायर बाइकहरू छ भने एडभेन्चरको लागि आए पनि हुन्छ। हुन त नेपालमा 220 क्रस फायरको बराबर कुदाउँछन्। 220 होइन कुनै पनि बाइक। सो कस्तो लाग्यो गाइस यो ठाउँ, कस्तो शान्त छ कि मजाको आएको छ। हेरौँ न, आमामा यो प्याच धेरै लामो छैन, यतासम्म छ। यहाँदेखि जान्छु अनि फर्किन्छु फेरि म त्यहाँदेखि। अनि लास्टै स्पिडमा कुदायो भने फेरि एकदम झ्याप्पै ब्रेक हाल्ने, चिप्लेर लोट्ने डर हुन्छ। आफू लोटेर पनि ठिकै छ, लोटेर झन् फोन खस्यो भने त आमामामा अनि त फेरि एउटा चिप्ले फेरि भिडियो ड्यामेज भइहाल्छ कि। आमामामा अब आउँदाखेरि कस्तो मजाले तान्छ क्या फेरि यो साइकलले। यहाँ चढाइमा पनि खासै चढाइ त छैन, त्यही पनि मजाले तान्छ कि। यतिसम्म होला यो प्याच, धेरै तल नजाऊँ, यहाँसम्म थियो यो अगाडि। त्यसपछि छन् त छ फेरि बाटो हल्का खराब छ। यहाँदेखि तल कहाँ जान्छ होला थाहा छैन। यो एकछिन हल्का अगाडि गएर खासै खतरा त